र के खाँदै हो ल्याउ त खाम नेपालमा भात खाएर बाख्राको चटनी हैन खोइ अलिकति मलाई पनि बनाएर देऊ न ल्याउ न के हुनु कि त्यतिकै खाइदिन्छु ल्याउ त लगाइ बाटोमा एउटा खानेकुरा भेटियो यो चाहिँ गुराँसको गुराँस फुल भए पनि खानु पर्यो खाने ठाउँ भेटिएन ल है गाइज व्हाट्सएप ग्रुप बनाएर सबका भिडियो सबैले हाल्ने है अझै एउटा ल्याउ त ल्याउनु नि हेलो दोकान चाहिँ कहाँ त्यहाँ बेहोर बोलाए खाइयो अब हेरौँ के हुन्छ अलि तागत आओ सर भोक लाग्यो पानी आयो भोक लाग्यो हाम्रो केटाहरू होइन क्या गाइज यो चाहिँ यो गुराँसको फुल हो अब केही खाना नपाएपछि बाटोमा पसल नभेट्टाएपछि हामी लावारिसहरू यो अब यही खाना पर्यो क्या त नि गाई अब खानेकुरै पाइए होइन लिएर आउने अब दिमाग होइन अरू केटाहरू अलि तागत भएको गयो हामी यस्तै खामी ल ल ल गाइज ल केही भन्नु छ भने भनिहालौँ है लिएर आउनु यार सकिएन के मम्मी म त रोइदिन्छु कसरी रुन मन लागिरहेको कसरी भोकले यार फोन गर्नु न भनेको यसलाई भलाउँछ लाउँदै लाउन त फोन कतिचोटि हो नानी र अचम्म छ नेटै चल्दो रहेछ क्या नेटवर्कमा नि लाउनु फोन औडा ग्रानी यार लाउने गरे ला न क्या तैले मोबाइल पनि कस्तो होला त्यो फाइनमा भिडियो बनाउँछु भन्छ भन्दै कतिको राइले लरेको ल ल ल गाइज ल पानी पर्यो हजुर आएको ल है आइहाले यति खाना पर्यो पनि त ठुलै परेको छ भागम ल गाइज ल तागत अब त एकैछिन टुक्रा गुराँसको फुलले तागत दियो है पानी पनि त्यस्तै तागत लगायो हिउँ पर्यो असिना केटा छिटो असिना पुरो कहाँ गएर खाने हो बस्ने कहाँ केही थाहा छैन सूचना अनुसार हाम्रो अघिल्लो बटालियनका साथीहरू चाहिँ खाजा खाने ठाउँमा पुगिसक्नु भएछ त्यही कारण हामी पनि अब खाजा खाने ठाउँमा पुगिन्छ कि भन्ने आश छ ल हेर्नुहोस् यस्तो राम्रो मौसमका साथ हामीले अब खाजा खाने बेला भइसकेको छ मन्द पानी परिरहेको छ यो घोडा ल भाइ यो बल्ल खाजा खाने ठाउँमा बल्ल आइयो भोक पो लाग्दा त के को सुर नपाउने हुने हुन्छ र लगाइ जाऊ बल्ल खाजा खाने बेला भयो हाम्रो के खाने खाजा जाडो हो तिमीहरूलाई के खाऊ त नि तिमीहरूले भन न यार
बिस्कुट दिन्छु पानीको भात खाएर अब भात दिइसकेर यता भात